नमस्कार, म प्रशान्त कार्की। ब्रिज नेपालमा स्वागत छ। आजको भिडियो विशेष छ। हामी प्रोफेसर रबर्ट पेपको एउटा यस्तो गहिरो विश्लेषणको सारांश हेर्दैछौँ, जसले अमेरिका र इरानको द्वन्द्वलाई हेर्ने हाम्रो दृष्टिकोण नै बदलिदिनेछ। यस भिडियोमा हामी 17वटा यस्ता विषयहरूमा चर्चा गर्नेछौँ, जुन विश्वका धेरै थोरै मानिसहरूलाई मात्र थाहा छ। आउनुहोस्, यो लजिकको यात्रा सुरु गरौँ। प्रोफेसर पेप, अहिले विश्वको अवस्था धेरै तनावपूर्ण छ। वास्तवमा के भइरहेको हो? हेर्नुहोस् स्टिभन, हामी अहिले एउटा यस्तो मोडमा छौँ जहाँ पुरानो विश्व व्यवस्था भत्किँदैछ। यो केवल एउटा सानो हमला होइन, यो एउटा ग्लोबल शिफ्ट हो जहाँ सैन्य शक्तिले मात्र समस्याको समाधान भइरहेको छैन। तपाईले दशकौंदेखि अमेरिकी सरकारलाई सल्लाह दिनुभएको छ। तपाईको अनुभवले के भन्छ? मैले 2001 देखि 2024 सम्मका हरेक राष्ट्रपतिलाई रणनीतिक सल्लाह दिएको छु। मेरो अनुभवले भन्छ, बम्स चेन्ज पोलिटिक्स। जब बम खस्छ, शत्रुको रणनीति र बदला लिने भावना झन बलियो भएर आउँछ। अमेरिकाले इरानको न्युक्लियर साइट भत्कायो, तर के त्यो सफल भयो? प्राविधिक रूपमा हामी सफल भयौँ, तर रणनीतिक रूपमा यो एउटा एस्केलेसन ट्र्याप बन्यो। बमबारी हुनु अघि नै इरानले आफ्नो 16वटा बम बनाउन पुग्ने सामग्री सुरक्षित ठाउँमा सारिसकेको थियो। भवन त भत्कियो, तर खतरा झन ठूलो भयो। के सर्वोच्च नेताको मृत्युले इरानको शासन सकिँदैन र? यो हाम्रो भ्रम हो। इरानको शासन एउटा रेजिम म्याट्रिक्स हो। यो एउटा यस्तो जालो हो जसलाई एउटा इँटा झिकेर भत्काउन सकिँदैन। बरु नेता मार्दा शासन झन कठोर र बदला लिने भावनाले भरिएको हार्डर रेजिम बन्दछ। इरानको नयाँ नेतृत्व कस्तो छ त? नयाँ सर्वोच्च नेता, जो पहिलेको नेताका छोरा हुन्, उनी झन बढी हस्टाइल र आक्रामक छन्। उनले कुनै धार्मिक आदेश वा फतवा जारी गरेका छैनन्। उनी अमेरिकाप्रति पहिलेको नेतृत्वभन्दा धेरै गुणा बढी शत्रुता राख्छन्। हामीले कुन कुरामा ध्यान दिएका छैनौँ त? हामीले हरिजन्टल एस्केलेसनलाई बेवास्ता गरिरहेका छौँ। इरानले अब दुबई र साउदी जस्ता देशहरूलाई निशाना बनाएर अमेरिकालाई दबाब दिइरहेको छ, ताकि त्यहाँका देशहरूले अमेरिकालाई बाहिर निकालुन्। के यो युद्ध अझै भयानक हुनेछ? अबको युद्ध कन्भेन्सनल वार मात्र हुने छैन। यो एउटा लङ टर्म रेजिस्टेन्स हुनेछ, जहाँ ड्रोन, मिसाइल र साइबर हमलाहरूले विश्वको आपूर्ति श्रृङ्खला वा सप्लाई चेनलाई ठप्प पार्नेछन्। के बमबारी नगरेको भए अवस्था राम्रो हुन्थ्यो? यदि अमेरिकाले कूटनीतिक बाटो रोजेको भए, हामीसँग इरानको आणविक सामग्रीमाथि निगरानी गर्ने इन्टेल हुन्थ्यो। अहिले हामी अन्धकारमा छौँ। हामीलाई थाहा छैन इरानले कहिले र कहाँ परीक्षण गर्नेछ। इजरायल र अमेरिकाको सम्बन्ध कस्तो छ? वास्तवमा इजरायलले ट्रम्पलाई आफ्नो स्वार्थ अनुसार प्रयोग गरिरहेको छ। यो टेल व्यागिङ द डग जस्तै हो। इजरायलले ट्रम्पलाई यस्तो अवस्थामा पुर्याएको छ जहाँ उनले युद्ध जारी राख्नुको विकल्प देखिरहेका छैनन्। के ट्रम्प आफ्नो इतिहास बनाउन खोज्दैछन्? पक्कै पनि। ट्रम्प आफ्नो लेगेसीको बारेमा धेरै चिन्तित छन्। उनी एउटा यस्तो राष्ट्रपति बन्न चाहन्छन् जसले इरानलाई घुरा टेकायो, तर यही लेगेसी बनाउने होडमा उनी एउटा ठूलो पासोमा पर्दैछन्। के अवस्था यति भयानक हुन सक्छ? स्टेज 3 पछिको अवस्था के हो? जब कुनै शक्तिले शत्रुलाई सिद्ध्याउन सक्दैन, तब उसले सम्पूर्ण जनतालाई नै निशाना बनाउन थाल्छ। यो स्टेज 3 को सबैभन्दा डरलाग्दो रूप हो, जहाँ ठूलो संख्यामा नागरिकहरूको ज्यान जाने खतरा हुन्छ। यसको नतिजा भनेको रिजनल केअस हो। अमेरिकाले आफ्नो स्थल सेना वा ग्राउन्ड फोर्सेस पठाउनु पर्नेछ, जसले गर्दा अमेरिका अर्को एउटा दशकौं लामो युद्ध वा फरेभर वारमा फस्नेछ। यसैबीच चीनले के गरिरहेको छ? के अमेरिका अब पहिलो शक्ति रहेन?
के अब विश्वको नेतृत्व चीनले गर्नेछ? चीनलाई यो युद्धबाट के लाभ छ? चीन शान्त बसेर आफ्नो प्रविधि र एआई रेभोल्युसनमा लगानी गरिरहेको छ। अमेरिका युद्धमा अल्झिरहँदा चीनले विश्वको आर्थिक नेतृत्व लिने क्वायट स्ट्र्याटेजी अपनाइरहेको छ। सन् 2009 देखि नै अमेरिकाको एकलौटी साख वा ग्लोबल प्राइमेसी कमजोर हुँदै गएको छ। यो युद्धले अमेरिकालाई आर्थिक र रणनीतिक रूपमा झन कमजोर बनाउनेछ। चीनले आफ्नो रोबोटिक्स, सिलिकन भ्याली र उन्नत उद्योगहरू मार्फत विश्वलाई उछिनिरहेको छ। अमेरिका इरानमा व्यस्त हुँदा चीनले विश्वको नयाँ शक्तिको रूपमा आफूलाई स्थापित गर्दैछ। अमेरिकाको ध्यान र पैसा मध्यपूर्वमा खर्च हुनु चीनको लागि म्याना फ्रम हेभन हो। यसले चीनलाई एसिया र विश्वभर आफ्नो व्यापार विस्तार गर्ने मौका दिन्छ। अन्त्यमा यो सबैको मुख्य उद्देश्य के हो त? यो सबैको मुख्य उद्देश्य भनेको ग्लोबल पावरको नियन्त्रण हो। तर अमेरिकाले बुझ्नुपर्छ कि बम खसालेर मात्र विश्वको शक्ति सन्तुलन कायम हुँदैन। अमेरिका अहिले आफ्नै सबैभन्दा ठूलो शत्रु, आवर ओन वर्स्ट एनिमी बन्दैछ। तसर्थ प्रोफेसर रॉबर्ट पेपको यो विश्लेषणले के देखाउँछ भने शक्ति प्रदर्शन मात्र सधैँ समाधान होइन। यी 17वटा बुँदाहरूले विश्व राजनीतिमा भइरहेको ठूलो परिवर्तनलाई स्पष्ट पार्छन्। तपाईलाई यो गहन विश्लेषण कस्तो लाग्यो? कमेन्टमा आफ्नो विचार राख्नुहोला। ब्रिज नेपालमा सँगै सिकौं, सँगै बढौं। धन्यवाद।